मेरो सबसे ननसेन्स रुममेटहरु कसैले पनि भाडा नमाजेर I love Nepal. Nepal, nothing is dearer to me than Nepal. भिडियो अन गरेर एक्सन भन अनि पो हिरो सुरु हुन्छ त मलाई हैन कट हान्न भाइ तिम्रो हैन यहाँ बाहिर आइकन गरेर एक्सन भन अनि पो हिरो सुरु हुन्छ त मलाई हैन कट हान्न भाइ एडिटिङ सफ्टवेयरहरु पनि छ होला ओके त्यसो भए त ल आज हाम्रो के हुन्छ साथीले यसो भन्दियो त आज हाम्रो मेरो सबसे ननसेन्स रुममेटहरु कसैले पनि भाडा नमाजेर अनि आई ह्याभ टु स्टेप इन अनि म भाडा मार्दैछु भाडा मार्दा आज हामीले यतिकै नयाँ क्यामेरा किनेको उपलक्ष्यमा भिडियो बनाउन हाम्रो इच्छुकता जागेर हामीले भिडियो बनाएको यो भिडियोमा केही न सिनेमाटोग्राफी न स्टोरी न केही न म्यासेज नथिङ जस्ट भाडा एन्ड गफ भाडा माझेको र त्यसमा हाम्रो तितो मिठो गफ मात्रै हुन्छ हैन सो भाडा पोडकास्ट यस बेसिकली सो यो अनि सो के चल्दैछ त माइन्डमा दिमागमा मेरो याद साथी मैले घरमा हुँदाखेरि कहिले पनि काम गरेको थिइनँ हेर मैले काम भनेको यहाँ अमेरिका आएरै गरेको यो भाडा माझ्ने त काम त झन् आमामा यहाँ आएपछि थाहा हुँदो रहेछ क्या बाबुआमाले कति गरे हुँदो रहेछन् भन्ने कुरा चाहिँ ठ्याक्कै थाहा हुँदो रहेछ तिमी कतिको काम गर्थ्यौ दोस्त भन त म त गरिरहेको यार तिमीले काम गरेर हुन्थ्यौ म त भाडा माझ्ने खाना बनाउने घरमा सबै खाना साना घरमै खुवाउँथे रातिको चाहिँ मै बनाउँथे किनभने बिहान त अब छोरो घरमा हुनु पर्यो नि त दिउँसोभरि त एक्ज्याक्टली अनि गाली गर्छन् भनेर चाहिँ राति यसो खाना बनाए त्यस्तो गरेर खुसी पार्थ्यो त्यही तिम्रो चाहिँ ट्याक्टिकल रहेछ नि त मेरो चाहिँ मैले घरको काममा अब उयो चाहिँ घरसर सफा गर्ने होइन बडाल्ने पुस्ने चाहिँ म गर्थेँ होइन बट भाँडा यो किचनसँग रिलेटेड चाहिँ मैले कहिले पनि गरिनँ प्राउडली भनेको द्याट इज नट गुड होइन खाना जसले पनि बनाउँदा हुन्छ प्राउडली भने तर मलाई कहिले पनि मम्मीले खासै गर्न दिनु हुन्न थियो यार यहाँ आएपछि तर ब्रो यहाँ आएपछि सिक्यो द्याट सिरियस मस्ट आफै गर्नुपर्छ अनि अरू के चल्दैछ रुकमान तिम्रो लाइफमा भनौँ न तिमी मलाई क्वेसन सोधा है यु हेभ अनलिमिटेड यतिखेर तिमीसँग अनलिमिटेड उतो छ क्या तिमी मलाई जेको बारेमा पनि क्वेसन या इच्छुकता तिम्रो मलाई भन है आइम गोना एन्सर इट हो गिभ मी एनिथिङ तिमीले भने तिमी कन्टेन्ट क्रिएसनमा छौ हैन छौ अब सुरु गर्न आइम नट येट आई वान्ट टु एक्सप्रेस माइसेल्फ बेसिकली भन अनि कन्टेन्ट क्रिएसन चाहिँ किन चुज गरेको त अहिले कन्टेन्ट क्रिएसन किनभने तिमीले मेरो अहिले नयाँ होइन मेरो पुरानो आइफोन 11 त्योभन्दा अगाडिको रेडमी नोट 6 त्योभन्दा अगाडिको मेरो फोनहरूमा हेऱ्यो भने पनि सधैँ देयर हेज बिन डेज जब चाहिँ मैले क्यामेरा खोलेर होइन माथि कन्टेन्ट बनाउँछु भनेको भिडियो छ मैले त कम्पाइल गरेँ भने पनि एटलिस्ट 50वटा भिडियो छ त्यसरी भनेको क्या मैले मलाई इन्ट्रेस्ट वाइल्ड थियो म साई थिएँ मसँग रिसोर्सेस थिएन नि मसँग राइट पर्सनको उतो हुन्छ नि के भन्छ राइट सराउन्डिङ थिएन त्यसको लागि जस्तै अब तिमी राइट सराउन्डिङ हो नि त त्यसको लागि किनभने तिम्रो आर्टिस्टिक भ्यूहरू तिम्रो यताउति कुरा सुन्दाखेरि पनि ल मलाई मजा आउँछ नि त बट त्यतिखेर खासै कोही थिएन त्यतिखेर अब त्यो पनि थिएन होला ममा त्यति धेरै के भन्छ आँट पनि थिएन होला टक्क हुन्छ नि बाहिरदेखि नै हुन्छ अब त मलाई मतलबै छैन नि त आई डोन्ट केयर किनभने आइएम गुड एट वेयर आई एम राइट नाउ थु बट त्यही भएर नजर नलागोस् आइएम गुड एट वेयर आई एम राइट नाउ अनि मलाई यो चाहिँ एज एन एक्साइटमेन्ट त हुन्छ नि बुस्ट जस्तो किनभने सेम कुरा गरेको 2-3 वर्ष भइसक्यो होइन 2 वर्ष झन्डै भइसक्यो एउटै कुरा रिपिट अनि केही एक्साइटमेन्टै थिएन नि त लाइफमा पढाइ यताउति भन्दा बाहेक अनि दिस इज लाइक एन एक्साइटमेन्ट फर मी अनि पैसा र मेरो एक्साइटमेन्ट त तोल्ने हो भने यो क्यामेरा किनेको पैसा र मेरो एक्साइटमेन्ट तोल्ने हो भने मेरो एक्साइटमेन्ट इज टु एक्सपेन्सिभ क्या त्यति एक्साइटेड छु क्या म सो बेसिकली त्यही कारणले हो लेट्स सी जे मन लागेको छ त्यो त गर्नु परिहाल्यो नि पछि रिग्रेट नहोस् न मैले कहिले पनि ट्राई गरेन त्यो क्यामेरा खोलेर पछि मैले हेर्दा
त्यतिखेर आई ह्याड इन्ट्रेस्ट मैले अलिकति आँटै नगरेर भन्ने नहोस् न ब्रो एटलिस्ट यति गर्दाखेरि आँट त हुन्छ एन्ड द्याट्स इट इज त्यही हो बेसिकली वाट इफ एभ्रिथिङ इज जोय सबै कुरा प्लान हुन्छ नि सबै कुरा सेन्स नभएर अन्तिममा जोय नै मात्रै हो भने त आई एम मिसिङ आउट नि त सेन्सको कुरा पनि गर्ने हो द्याट डज नट मिन म पढ्दिनँ म यताउति गर्दिनँ नो फक आम गर्न डु द्याट पढ्ने त आफ्नो ठाउँमा छँदैछ नि आई एम गर्न स्टडी आई एम गर्न ग्रेजुएट आई एम गर्न डु माई स्टफ बट साइड टु साइड आम नट गर्न बी लाइक हुन्छ नि मलाई यो चाहिँदैन म पढ्दिनँ मेरो एम यो किनभने मैले मेरो लाइफको यत्रो टाइम त मैले मेरो पढाइमा इन्भेस्ट गरेको छु अनि ममा इन्ट्रेस्ट पनि छ त्यो कुरामा सो आम गर्न टेक इट त्यो त मेरो प्राइमेरी हुन्छ नै हुन्छ बट लाइफ सर्कमस्टान्सेसहरू हेरौँ प्राइमेरी चेन्ज पनि हुनसक्छ र त्यो सेकेन्डरी हुन पनि सक्छ सो आई टेक एभ्रिथिङ साइड टु साइड बेसिकली तिमीलाई अरू केही तिमीलाई तिम्रो होइन यहाँ बाहिर आइकन फर्स्ट जुन थियो नि दसैँ फर्स्ट जुन थियो नि दसैँ त्यसमा तिमीलाई अब तिमी बोल न है फर्स्ट जुन थियो नि दसैँ त्यसमा निकाल त ल तिमी बोल न इट्स अ र स्टफ रो इट्स नट लाइक समथिङ आर्टिस्टिक वेयर ट्राइङ टु डु स्पेसली र Okay, so तिम्रो दसैँ फर्स्टचोटि आयो नि किनभने आयो दसैँ स्टोरी मेरो दसैँ स्टोरी स्याड एज फक जुन म फर्स्ट आएको थिएँ त्यो दसैँ स्टोरी स्याड एज त्यो दसैँ स्टोरी कस्तो थियो अब तिमीलाई फर्स्टमा जब तिमी यहाँ आयो है अनि जब दसैँको फेस्टिभ्स आयो सबैजना खुसी यताउति हुन्थ्यो फेस्टिभ्स आएर अनि दसैँ आउँदाखेरि तिमीलाई कस्तो भाइब्स आएको थियो So एउटा मोमेन्ट ठ्याक्क सबै कुरा आफ्नो ठाउँमा छ नि एउटा मोमेन्टले हिट गर्दा ठ्याक्क ल दसैँको हो त भन्ने हिट गर्छ नि त्यतिखेर तिमीलाई कस्तो भएको थियो र तिम्रो के थियो मनमा वाट वाज गोइङ थ्रु सो अनेस्ट हुँदा चाहिँ होइन अब म नेपाली हो नि त नेपाली भएर मलाई चाहिँ दसैँ अफकोर्स अब मेरो अब त्यो घरमा चाहिँ अब जो मेरो फ्यामिली फ्रेन्ड्सहरूले चाहिँ टिका लाएर जुन चाहिँ एउटा टाइपले गऱ्यो नि त्यो देख्दा चाहिँ आफूलाई पनि कस्तो मिस आउट भयो जस्तो भयो क्या एउटा हुन्छ नि मिसिङ आउट क्या अनि सो के भयो भने अब दसैँ आएको थियो अनि मैले फ्यामिली फ्रेन्ड्सहरूको फोटो देखेँ मलाई मिस भयो त्यो मोमेन्टहरू म पनि हुन्थेँ पहिले म पनि यस्तो गर्थेँ यहाँ जान्थेँ होइन त्यो दसैँको रमझम याद भयो तर अर्को पार्ट चाहिँ के छ भने मेरो होइन अर्को साइड चाहिँ मेरो के छ भने अब मैले चाहिँ लाइफमा चाहिँ कस्तो कुरा रियलाइज गरेँ भने कि दसैँ भन्ने चिज यस्तो भन्ने चिज चाहिँ घरमा जब फ्यामिली एकैसाथ हुन्छ नि फर इक्जाम्पल अब हाम्रो मम ड्याड होइन भाइ बहिनीहरू सँगै भएको बेला चाहिँ अनि त्यो चाहिँ दसैँ लाग्थ्यो क्या मलाई अनि अब मेरो मम्मी चाहिँ अलरेडी नै अब 5-7 वर्ष अगाडि चाहिँ विदेश गइसक्नु भएको थियो क्या म लगभग अलिकति 11-12 पढ्दै अनि सो फर्स्ट इयर चाहिँ अलिकति गाह्रो भएको थियो तर बिस्तारै बानी हुँदो रहेछ क्या त्यो दसैँ नहुने चाहिँ अनि दसैँ नमनाउने बानी नै टाइपको भयो क्या मलाई चाहिँ अब मम्मी नै हुन्न थियो अब मम्मी हुँदा पो होइन सपिङ गर्ने यता गर्ने यस्तो गर्ने एउटा हुन्थ्यो नि त अब छैन मम्मी नभएपछि अनि सो त्यो बानी मलाई अलरेडी नेपालमा भइसकेको थियो अनि त्यही भएर चाहिँ यहाँ आएर नि मैले चाहिँ खासै मिस आउट चाहिँ त्यो मलाई चाहिँ त्यस्तो फिल भएन भएन किनभने बानी भएको थियो क्या मलाई मम्मी अलरेडी बाहिर गएर तर अफकोर्स आई मिस दसैँ होइन आई लभ नेपाल नथिङ इज डियर टु मी देन नेपाल होइन मैले मेरो फ्युचरको कुरा मेरो फ्युचरलाई अनि छ आफ्नै रिजनहरू जसले गर्दा चाहिँ म अहिले विदेश आएको छु र यहाँ स्ट्रगल गर्दैछु तर आई लभ नेपाल मेरो चाहिँ कस्तो थियो भन्दाखेरि फर्स्टचोटि आउँदाखेरि अलिकति के थियो भन्दाखेरि म बिजी नै थिएँ क्या बाहिर यसो यताउति गइरहेको थिएँ अनि ठ्याक्क 10 बजे भएको थियो मेरो घर आउँदाखेरि क्या यहाँ लाइक म जहाँ बसिरहेको थिएँ यतातिर बस्थेँ एउटा अपार्टमेन्टमा केटाहरूसँग अनि 6 जना बस्थ्यो मलाई त्यतिखेर अनि घर आउँदाखेरि उतो थियो क्या घर आउँदाखेरि यस्तै थियो क्या भाँडा यो त थोरै हो त्यतिखेर त भाँडा नि यस्तो स्ल्याब पनि त्यो त अपार्टमेन्टै ठुलो थियो यत्रो ठुलो स्ल्याबमा भाँडा थियो क्या हुन्छ नि अनि भोक लागिरहेको थियो अब मलाई अनि कसैले पनि खाना बनाउने
केटाहरू त्यसै खाले थियो कि अलिक खाना नबनाउने टाइपको एकजना चाहिँ थियो मेरो साथी उसले के भन्नु भन्दाखेरि तिमी भाँडा माझ म खाना बनाउँछु नि त भनेर भन्यो होइन थ्याङ्क्स अनि मलाई पनि अब हो होइन उसले पनि सबै एक्लै त कहाँ गर्छ त कसैले पनि अनि दसैँकै दिन थियो क्या फेरि अनि मैले ल नि त ल भनेर मैले भाँडा माझेँ अनि दोस् भाँडा मार्दै थिएँ अनि माझ्दै मलाई ठ्याक्क हिट भयो क्या लाइक गाना सुन्दै थिएँ कि मैले फोन हेरेँ कि के गरेँ क्या त्यतिखेर त्यो इन्टरभलमै अनि ठ्याक्क मैले फोन हेरेँ कि के भयो अनि मलाई ठ्याक्क त्यो देखेँ क्या दसैँको रमाइलो अनि मलाई ठ्याक्क हिट भयो क्या म यतिखेर नेपालमा भएको म के गर्थेँ भन्थेँ भनेर बेसिकली के गर्थेँ भन्थेँ मासु खाएर सुतिरहेको हुन्थेँ या त्यहाँ त मामालाई गइरहेको हुन्थेँ या घर गइरहेको हुन्थेँ आफ्नो होइन अनि घुमिरहेको हुन्थेँ अहिले म के गरिरहेको छु एक्ज्याक्टली दाजुभाइ यताउतिसँग होइन अहिले अनि मम्मीले त्यो बिहान त्यो उठाए त्यो छुट्टी भएको हुन्छ नि त दसैँमा त अनि काठमाडौँबाट आएको हुन्थ्यो अनि उठाउनु पनि हुन्थ्यो क्या मम्मीले आफै उठ्छ भनेर छोडिदिनु त 10 बजीसम्म सुत्न दिनु त 8-9 बजीसम्म 10 त होइन अनि बेसिकली त्यो कुरा ढ्याक्क हिट भयो क्या म यस्तो इमोसनल भएँ होइन मैले भाँडा मार्दै भाँडै त्यहीँ छोडिदिएँ होइन त म सकिनँ क्या त्यहाँ बस्नै लाइक हुन्छ नि त्यो सबैभन्दा मेरो इमोसनल त्यो के भन्छ सिचुएसन अमेरिकामा आइकन त्यही थियो क्या त्यो दिन थियो म सक्दै सकिनँ क्या आँखाबाट आँसु निस्किन खोजे जस्तो भयो बाहिर केटाहरू थिएँ अनि म सर र भित्र गएर एकछिन बसेँ त्यो हुन्छ नि आफूलाई अब रियालिटीमा त ल्याउनु पऱ्यो नि त म पुरै भावुक इमोसनल भइसकेँ अनि टक्क एकछिन बसेँ अनि मैले रियलाइज गरेँ कि ला ठिक छ केही छैन यताउति भने जस्तो आफूलाई सम्झाएँ अनि लाइक 15 मिनट जति बसेँ अनि फेरि बाहिर आएँ अनि ठ्याक्कै एक्सेप्ट गरेँ आफ्नो रियालिटी अब यही हो होइन वी डोन्ट नो वेन आइम गोना सेलिब्रेट इट अगेन टाइपले हुन्छ नि घरमा सेम त्यो कहिले हुन्छ भन्ने मलाई दिमागमा कहिले हुन्छ जस्तो भयो अनि एक्सेप्ट गरेँ अनि आई मुभ डन बट त्यस पछाडि लास्ट दसैँमा त मलाई खासै के मतलबै लागेन होइन किनभने हाम्रो मनाउनु पनि हुँदैन त हजुरबा खर्चमा चाहिँ के भएको थियो हाम्रो अनि हामीले मनाएन पनि त्यस्तो खासै केही भएन बट त्यो फेज जुन थियो नि त्यो फर्स्ट दसैँको त्यो हिट गरेको ठ्याक्कै त्यो मलाई त्यो अझै पनि याद छ क्या मलाई त्यो आई क्यान क्लियरली त्यो हुन्छ नि अहिले पनि मैले इमेजिन गरेँ म ठ्याक्कै मात्रै त्यो पिक्चर देख्छु क्या त्यो वाज लाइक त्यो एउटा फेज त्यो एउटा मोमेन्ट हुन्छ होला एभ्री सिङ्गल इन्टरनेसनल स्टुडेन्टको या बाहिर बसेको मान्छेको नट जस्ट इन्टरनेसनल स्टुडेन्ट त्यो बेसिकली मैले जति भाँडा आई निड फर टु कुक आई एम डन विथ इट सो हाम्रो रफ भाँडा एन्ड पोडकास्ट माइट जस्ट बी डन विथ इट अब खाना बनाउँछु म है I don't think I'm gonna make a cooking video yet because it's gonna be very good when I do that. So, peace.